आज मलाई भेट्नु को आएछ त पुरा भिडियो हेर्नु होला है त अनि थाहा पाउनुहुन्छ अनि हजुरहरूलाई वेलकम छ मेरो न्यू डे न्यू ब्लगमा अनि हजुरहरूले मेरो मिनी ब्लगकै धेरै मन पराइदिनुहुन्छ नि त अस्तिको ब्लगमा चाहिँ तपाईँहरू कहाँ कहाँबाट हेर्नु हुँदैछ प्लिज कमेन्ट गरिदिनु होला ताकि मलाई पनि याद होस् मेरो भिडियो कहाँ कहाँबाट हेर्नु हुँदो रहेछ भनेर भनेको थिएँ नि त अनि मलाई चाहिँ एकदमै धेरै खुसी लाग्यो है अनि आसाम मणिपुर सिक्किम मिरिक दार्जिलिङ अनि अरू थुप्रै जग्गाबाट हेर्नु हुँदो रहेछ है अनि आउट अफ कन्ट्रीबाट पनि हेर्नु हुँदो रहेछ एकदमै धेरै खुसी लाग्यो अनि आउने दिनहरूमा पनि यसरी माया र सपोर्ट गरिदिनुहुन्छ भनेर चाहिँ मैले आशा साँचेको छु आज भने मेरो साथी आउँदै थियो मिना अल द वे फ्रम गान्तोक है मिनासँग चाहिँ एउटा प्रोजेक्ट गर्दा नै भेटेको हो नि त उता सिक्किममा जुन चाहिँ तपाईँहरूले हेर्नु पनि भयो होला कतिजनाले सिक्किममा हुनेहरूले परिवर्तन सर्ट मुभी है त्यहाँबाटै भेटेको हामी त्यहाँसँगै 6-7 दिन बस्यो होला है तर क्या मजा आएको थियो त्यो दिनहरू है अहिले सम्झेर ल्याउँदाखेरि चाहिँ कस्तो मजा लाग्दो रहेछ क्या हामीले क्या मजा गरेको थियो त्यो सुटिङको टाइममा भनेर है अनि उता यति साह्रो राम्री छ लिम्बुनी हो है गाइस अनि एकदमै मिलनसार व्यवहार भएको हाम्रो लिम्बुनीहरू पनि यति साह्रो राम्री हुन्छ कि तपाईँले मिनालाई नै हेर्नु सक्नुहुनेछ हजुरले चाहिँ खाना बनाइदिइरहनु भएको थियो अनि यति बेला चाहिँ खाना खाँदैछ मिनाले अनि छिटै आइपुग्ने कि बिचारा 7 बजी हिँडेको रहेछ तर अफसोस बाटो बिर्सेर चाहिँ सिक्किमबाट आउँदा चाहिँ जोरताङ नयाँ बजारदेखि माथिबाट चाहिँ ओह्रालो लाग्नुपर्छ अनि एउटा ब्रिज छ है त्यो ब्रिज क्रस गरेर चाहिँ राइट साइड लाग्नुपर्छ नि त अनि त्यहाँबाट ब्याक भएर अनि बिजनबारी आउँदाखेरि चाहिँ 1:30 भएको थियो हामीले कति धेरै गफ गऱ्यो कति हाँस्यो अनि कति मजा आयो हो अब म त घरमै हुन्छु नि त म त कहीँ जानु सक्दिनँ होइन यसरी सम्झेर आउँदा चाहिँ मलाई कस्तो खुसी लाग्छ मनभित्रबाट मेरो लागि समय निकालेर यत्रो टाढो आएकोमा थ्याङ्क यू सो मच आशिका भाउजू हुनुहुन्छ नि यहाँ चाहिँ हो अनि बिचारा भाउजू यसो टाइम पाउँदा आइरहनुहुन्छ अनि भीम दादा मैले भाउजूहरू पनि आउनुभएको थियो परबाट अनि भाउजूले चाहिँ आइसक्रिम लिएर आउनुभएको छ नि त फ्यामिली प्याक अन्त त्यसरी नै खायो हामीले सबैजनाले खायो भाउजूलाई चाहिँ देखाउनु पाइनँ किनभने म यता थिएँ पर जानु सकिनँ भाउजूभित्र रुममा थियो हो अनि म चाहिँ यहाँनिर मिनाले ल्याइदिएको गिफ्टहरू अनबक्स गर्दैछु होइन कस्तो दामी दामी क्लिपहरू कस्तो दामी बुके ल्याइदिएको थियो है थ्याङ्क यू मलाई स्पेसल फिल गराएकोमा आजको भ्लग चाहिँ यति समय हो थ्याङ्क यू सो मच फर वाचिङ सी अन माई नेक्स्ट भ्लग